सो हेलो एभ्रिवान, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा र फेरि पनि आइसकेको छु तपाईहरुको माझ अर्को नयाँ भिडियो लिएर। हो नेपालकै नम्बर 1 गायन रियालिटी शो द भोइस अफ नेपाल सिजन 6 को ब्याटल राउन्डहरु धमाधम चलिरहेको छ र अबको ब्याटल राउन्ड पछि चाहिँ लाइभ शो सुरु हुन लागिरहेको छ। अब आउने अर्को हप्ताबाट चाहिँ हामीले लाइभ शो हेर्न सक्छौं र यसपालिको द भोइस अफ नेपाल सिजन 6 मा पनि पैसाकै चलखेलको कारण गर्दा राम्रो प्रतिभा भन्दा पनि हाम्रो प्रतिभाले जित्ने हो त र द भोइस अफ नेपाल सिजन 6 बोटले भन्दा पनि पैसाले चलेको छ भन्ने कुरा आइरहेको छ र आज हामी यस विषयवस्तुबारे छलफल गर्ने छौं। यदि तपाईहरु पनि जान्न चाहनुहुन्छ भने भिडियोलाई सुरुबाट अन्तिमसम्म हेरिदिनु होला र मेरो युट्युब च्यानलमा कोही पनि नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला। सिधै विषयवस्तु तर्फ लागौं। द भोइस अफ नेपाल सिजन 6 पनि पैसाकै चलखेलको कारणले गर्दा राम्रो ट्यालेन्टले भन्दा पनि हाम्रो ट्यालेन्टले जित्ने होइन। यो भन्दा अगाडिको सिजन किरण गजमेर र करण राईले पनि उहाँहरु चाहिँ अमेरिकाबाट आएको कारणले गर्दा उहाँहरु चाहिँ पैसा डलरले गर्दा उहाँहरु चाहिँ भोइस अफ नेपालको विनर हुन सफल हुनु भएको थियो भन्ने जस्तो कुराहरु आइरहेको थियो र यसपालिको द भोइस अफ नेपाल सिजन 6 मा पनि कतै पैसाको कारणले गर्दा राम्रो ट्यालेन्टले भन्दा पनि हाम्रो ट्यालेन्टले जित्ने त होइन र यसपालिको द भोइस अफ नेपाल सिजन 6 मा त्यस्तो नहोस् भन्न चाहन्छु र तपाईहरुको बेस्ट अफ द बेस्ट ट्यालेन्टलाई चाहिँ भोट गरेर उहाँहरुलाई चाहिँ विनर बनाइदिनु होला र यसपालिको द भोइस अफ नेपाल सिजन 6 भने निकै नै चर्चाको विषय बनिरहेको छ र यसपालिको द भोइस अफ नेपाल सिजन 6 भने निकै नै विवादमा चलिरहेको छ र यसपालिको द भोइस अफ नेपाल सिजन 6 कसको टिमले जित्ला त र यसपालिको सिजनमा पनि अरु सिजनहरु जस्तै पैसाको चलखेल होला त के तपाईहरुको अमूल्य प्रतिक्रिया कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला र तपाईहरुको फेभरेट कोच को हो त्यो पनि कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला र मेरो युट्युब च्यानलमा कोही पनि नयाँ हुनुहुन्छ भने द भोइस अफ नेपाल सिजन 6 को नयाँ अपडेटहरु हेर्न चाहनुहुन्छ भने मेरो युट्युब च्यानललाई पनि सब्स्क्राइब गरेर जोडिनु होला। धन्यवाद।